ल हाम्रो चाहिँ मुक्तिनाथ मन्दिर यही रहेछ है। भगवान् त दर्शन गरिदिउँ है, सबको रक्षा गरौँ। जसले पनि मेरो भिडियो हेर्दै हुनुहुन्छ उहाँहरू सबैको रक्षा गरौँ है। हैट तर केही छैन, हामी पनि हो नि त एमआरबी होइन, हामीलाई क्रस फायरै चाहिँदैन कि, हामीलाई त हाम्रो बिहेपीले उडाइदिन्छ। हैट हो बिहेपीलाई के भयो यार। हेलो नमस्ते अनि जोजोलपा सबैजनालाई, आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। नयाँ डे नयाँ भ्लगको साथ म मनिष महर्जन आज फेरि हजुरको सामु एउटा छोटो र मिठो भिडियो लिएर आएको छु है। अनि म काठमाडौँ आएको दिन ठ्याक्कै त्यस्तै 2 दिन भइसक्यो है। अनि 2 दिनपछि आफ्नै बाइक चलाउन पाउँदा कस्तो कि बाइकै चलाउन जस्तो भइरहेको छ गाइस। तर पनि केही छैन होइन, अब चाहिँ यस्तै घरतिर घुमघाम होइन, भीमेश्वर महादेव जाउँ भनेर घरबाट निस्किएको छु है। त्यहाँ नआएको पनि धेरै भइसकेको थियो, त्यसैले आज भीमेश्वर महादेव दर्शन गर्न जाउँ भनेर होइन घरबाट निस्किएको छु। अनि तिहार पनि आइसकेको छ, नजिक तिहार छ होइन, तिहार पनि नजिकै आइसक्यो भनौँ न, त्यही हो। अनि सबैजनालाई ह्याप्पी तिहार अहिलेदेखि नै है। तिहार राम्ररी मनाउनु होला होइन, के भन्नु अरू बढी के भन्न सक्छु र म है। यसरी नै भिडियो हेर्दै गर्नु अन्तिमसम्म होइन, हामीलाई सपोर्ट गर्दै गर्नु। सकेसम्म चाँडै गयो के पुऱ्याउनु पऱ्यो नि साथीभाइहरू, खोइ त अलिकति मा सपोर्ट देखाउनु पऱ्यो, यसरी भएन खै। अब गर्नेले गरिरहेछ होइन, नगर्नेले गरिरहेको छैन, तिनीहरूलाई बाल नदिनु हो कि आफ्नै टाढा भिडियो बनाउने हो, हिँड्ने हो होइन, त्यो हो। यही बाटो आइसकेको छ होइन, यहीँ तल चाहिँ हाम्रो त्यो मुक्तिनाथ मन्दिर छ होइन, दर्शन गरेर जाउँ न होइन। अस्ति म त्यहाँ सिङ्गा जाँदा चाहिँ यहाँ हामीले यो मन्दिर चाहिँ स्थापना गरेको रहेछ होइन, दर्शन गरेको छैन होइन। यही रहेछ मेन गेट 108 धारा है मुक्तिनाथ मन्दिर। एकछिन दर्शन गरेर जाउँ न होइन, त्यही हो, सिधै जाउँ बिस्तारै होइन। त्यो म ठ्याक्क सिङ्गा गएको दिन चाहिँ हाम्रो यहाँ मुक्तिनाथ मन्दिर चाहिँ स्थापना गरेको रहेछ है, राखेको रहेछ। तर दर्शन गरेको छैन मैले होइन, त्यही भएर आज यहाँ दर्शन गरेर होइन अनि भीमेश्वर महादेव जान्छौँ है गाइज। ल साथीभाइहरू होइन, म चाहिँ हाम्रो यो मुक्तिनाथ मन्दिर आइपुगिसकेको छु, यहीँ रहेछ मुक्तिनाथ मन्दिर होइन। एकछिन दर्शन गरेर जाउँ न होइन, त्यो छ र यहाँ पार्किङ गरिदिन्छ कलर साइडमा होइन। है मुक्तिनाथ मन्दिर दर्शन गरिदिउँ है गाइज। यहाँ अगाडि चाहिँ हाम्रो मुक्तिनाथ मन्दिर छ होइन, जाउँ है। है अस्तिमा आउँदा चाहिँ यहाँ पुरा हाम्रो यो मुक्तिनाथ मन्दिरमा चाहिँ हाम्रो यो देउता स्थापना गरेको थिएन होइन, देउता राखेको रहेन थियो, राखेको छैन नि होइन, अहिले चाहिँ राखेको रहेछ। के ल्याएको छु त्यो पहिला जुत्ता फुकालेर ल कहाँ पर्नु होला, ल जुत्ता फुकाल्नु पर्ने रहेछ है। म अस्ति आउँदा चाहिँ यस्तो मन्दिरहरू के राखेको थिएन होइन, आज चाहिँ मन्दिर राखिसकेको रहेछ। ल म त मुजा लगाएको छ यार, मुजा सब भिजिहाल्छ नि। खै त मैले भिडियोमा पुरा छर्रै पानी आएको देखाएको थिएँ यार, पर्दैन त सर ठ्याक्क हाम्रो 108 धारा है। हैट दामी छ नि, जाउँ न बिस्तारै होइन, दामी छ ठाउँ चाहिँ गाइज, घुम्नुपर्छ बिस्तारै है। 108 धारा मुक्तिनाथ मन्दिर घुमाउँ न होइन बिस्तारै, के छ र। ल हाम्रो चाहिँ मुक्तिनाथ मन्दिर यही रहेछ है। भगवान् त दर्शन गरिदिउँ है, सबको रक्षा गरौँ। जसले पनि मेरो भिडियो हेर्दै हुनुहुन्छ उहाँहरू सबैको रक्षा गरौँ है। उहाँको फ्यामिलीहरू कसैलाई पनि रोग नलागोस्, त्यही हो गाइज है। यहाँ छ हाम्रो मुक्तिनाथ मन्दिर है, हजुर पनि भिडियो हेर्नुहोस्, दर्शन गर्नुहोस् है। हाम्रो यहाँको लोकेसन चाहिँ ढुङ्गा साउँ है। मुक्तिनाथ मन्दिर पनि आइपुग्यो है। हैट यहाँ चाहिँ हाम्रो गणेशको मूर्ति रहेछ है, दर्शन भगवान् सबको रक्षा गरौँ है। जाउँ बिस्तारै। हैट दामी छ हाम्रो मुक्तिनाथ मन्दिर है, घुमाउँ न होइन, भगवान् सबको रक्षा गरौँ है। गाइस हामीले यहाँको मुक्तिनाथ मन्दिर पनि दर्शन गऱ्यौँ है।
यदि हजुर पनि आउनु भएको छैन भने आउनुहोस् होइन। यहाँको हाम्रो लोकेसन चाहिँ ढुङ्गा साउँ है, त्यो हो। अब चाहिँ हामी यहाँबाट होइन सिधै होइन माथि डाँडामा चढ्छौँ है, भीमेश्वर महादेव जान्छौँ हामी यहाँबाट है। ल 108 धारा मुक्तिनाथ मन्दिर है, यो चाहिँ हाम्रो दोस्रो मुक्तिनाथ मन्दिर होइन। यसको चाहिँ अर्को मुक्तिनाथ मन्दिर चाहिँ हाम्रो के अरे मुस्ताङमा छ होइन, दोस्रो चाहिँ हाम्रो ललितपुरको ढुङ्गा साउँ भन्ने ठाउँमा छ है गाइस। त्यही हो। ल अब एकैछिन हामी बाइकमा गएर भेटौँ सिधै गए चाहिँ स्टे ट्युन। त्यही छैन खै एउटा साथीभाइहरू चाँडै 1K पुऱ्याउनु पऱ्यो, 1K पुऱ्याउनु पऱ्यो, माया सपोर्ट देखाउनु पऱ्यो भनेको साथीभाइहरू यार। कसैले पनि माया सपोर्ट देखाएको होइन यार। तर होइन जिन्दगीमा होइन हरेस खानु तर हार चाहिँ कहिले नखानु साथीभाइहरू। त्यही सोचेर अगाडि बढ्दैछु है। हरेस चाहिँ खाइरहेको छु होइन, तर हार चाहिँ खाएको छैन नि अहिलेसम्म है। हेरौँ कहिलेसम्म होइन हार खाँदैन, त्यहिलेसम्म भ्लग बन्छ होइन। तर चाहिँ म लाइफमा चाहिँ होइन हार चाहिँ खाँदिनँ है गाइस। हरेस खान्छु तर हार चाहिँ कहिले खाँदिनँ है त। खानु पनि हुँदैन कि हामीले एकचोटि लाइफमा होइन हार खाइसकेपछि सधैँ हामीले हार खान्छौँ कि सधैँ पछाडि पर्छौँ हामी। त्यसैले जस्तो गाह्रो स्थिति आए पनि, जस्तो गाह्रो होइन सिचुएसन आयो पनि होइन हार चाहिँ नखानु होइन। त्यसलाई कसरी सल्भ गर्न सक्छ त्यो हेरेर हामी अगाडि बढ्ने हो कि। त्यही हो होइन, कुराकानी गर्दा गर्दा कहिले सकिँदैन। यस्तै हो कुराकानी भनेको, जति गरे पनि सकिँदैन गाइस। ठ्याक्क हामी अब यहाँबाट गयो भने चाहिँ माथि है, यहीँ माथि डाँडामा भीमेश्वर मन्दिर छ है। अब माथि बाइक जान्छ र जान्छ, त्यही माथि हाम्रो भीमेश्वर मन्दिर हो है। ला ठाडो उकालो रहेछ गाइस, हेरौँ बाइकले तान्छ तान्दैन होइन। वाह के हो बाटो यस्तो छ भाइ, बाटो खतरा रहेछ नि त। जान्छ हैट, पहिलो त बाटो यस्तो थिएन यार। अहिले चाहिँ पुरा यो पानी परेर ल्यान्डस्लाइड गएछ गाइस होइन। तर बाइक चाहिँ चढ्छ होइन, बाइक पनि क्रस फायर भन्दा के कम र होइन गाइस। हैट हाम्रो यहाँ चाहिँ ट्रेकिङ आउँदा पनि हुन्छ है, हाम्रो चाहिँ यो ट्रेकिङ बाटो पनि हो है। यदि हजुर कोही ट्रेकिङ आउन चाहनुहुन्छ भने ट्रेकिङ आउँदा हुन्छ, तर अगाडि बाटो बन्द जस्तो लाग्यो गाइस। के हो त बाटो यस्तो यो, हैट हामी पनि के कम होइन एमआरबी भन्दा। ल यहाँ के भन्ने भाइ बाटो छ अरे यसले, खोइ बाटो के हो अगाडि यस्तो। ल निउरी है त, निउरी हैट बाटो चाहिँ खतरा छ गाइस। यो हाम्रो पानी परेर होइन ल्यान्डस्लाइड गएछ होइन। तर हामी पनि राइडर हो नि त, प्रो राइडर होइन। आई एम अल्सो इन्सपायर्ड फ्रम एमआरबी है गाइस। हुन्छ र कहाँ ल्या बाटै छैन अगाडि यार। चल हट बाइक त खत्तम हुन्छ होला मेरो आज यार। हाइट थाक्यो गाँचो नि भाइ बाटो खत्तम रहेछ नि त गाइस, पुरा ल्यान्डस्लाइड गइसक्यो। एमआरबीले चान्स गरियो एमआरबीलाई है। एमआरबी दाई होइन, म चाहिँ हजुरबाट इन्सपायर भएको होइन, त्यसरी खतरा हाम पनि है। लगायत जाउँ होइन, मेरो बेबीलाई गाह्रो भयो आज यार। थ्याङ्क यू सो मच बेबी है, तिमी पनि क्रस फायर भन्दा कम छैनौ। जाउँ यु आर माई क्रस फायर, यु आर नट माई, यु आर ओन्ली माइन गाइज। चढौँ
ल गाइस फाइनली बाटो सकेको अवस्था है बाटो ब्लक भयो यहाँबाट ठ्याक्कै माथि हो होइन माथि चाहिँ अब हामी हिँडेर जाउँला है बाटो ब्लक रहेछ भयो ल गाइस अनि बाइक चाहिँ यहाँ पार्क गऱ्यो होइन बाटो यस्तो रहेछ तर चढ्न चढ्थ्यो होला होइन तर भयो मेरो धेरै बेबीलाई दुःख दिनु हुँदैन है तब यहीँ माथि रहेछ भीमेश्वर मन्दिर चाहिँ होइन यहाँ पहिला आउँदा चाहिँ यस्तो थिएन बाटो है पहिला आउँदा ठिकै थियो अनि पुरा यो ल्यान्डस्लाइड आएको छ क्या पानी परेर होइन गाइस यहाँ यस्तो ढुङ्गा छ है ठाउँ चाहिँ गजब छैन गाइस होइन यस्तो छ क्या ठाउँ चाहिँ होइन यदि हजुर चाहिँ यहाँ होइन यस्तो हाइकिङ आउनु चाहनुहुन्छन् भने आउँदा हुन्छ है बाटो चाहिँ गजब छैन गाइस यस्तो छ है ढुङ्गा छ यही हो गाइस है ठुलो ढुङ्गाहरू चाहिँ होइन ठ्याक्क ठुलो ढुङ्गाबाट तल स्वारार जाने हो है ठाउँ चाहिँ गजब छन् गाइस हाइट यहाँ पनि भगवान् रहेछन् दर्शन गरिदिनु है ल है गाइस यस्तै छ होइन तर ठाउँ चाहिँ गजब छ है हजुर पनि आउनु सक्नुहुन्छ यदि होइन हजुरहरूलाई हाइकिङ गर्नु मन छ होइन हाइकिङ भन्नाले ट्रेकिङ होइन बेस्ट प्लेस टु ट्रेकिङ है हाम्रो भीमेश्वर महादेव मन्दिर है हाइट फेरि हामी माथि जान्छौँ होइन तर यहाँबाट भ्यू चाहिँ गजब आउने गाइस है हाइट जाउँ न होइन बिस्तारै माथि है हाइट तर गाह्रो रहेछ हिँड्नु चाहिँ यार आमा केही छैन होइन ओ अगाडि हामी केटाहरू रहेछ नि त कहाँबाट नि केटाहरू टाढै धेरै भएको थिएन भेटा केटाहरूलाई यार ल गाइज ल ल ल ल केटाहरू ल कहाँबाट हो नि हामी केटाहरू चाहिँ घरबाट होइन एक्लै आइदिने कहाँ छ त भएन नि ल त्यस्तो त देहमा हालिदिइरहेको छु यार केटाले खबर नगरिदिएर कि तर खुसी लाग्यो होइन केटाहरूलाई नभेटेको धेरै दिन भएको थियो होइन आज केटाहरूलाई खै कहाँबाट भेट्यो है खै आकाशबाट खसे हो कि यिनीहरू अचम्म भयो गाइज होइन तर केही छैन अब हामी एकछिन बस्छौँ होइन गफसफ गर्छौँ है त्यसपछि हामी फेरि नै भेट्नेछौँ गाइज A few moments later. हाइट तर गाह्रो रहेछ बाइकमा त यार अगाडि ट्याङ्कीमा च्याप्ने रहेछ यार तर केही छैन साथीभाइहरू होइन ए टाउको ठोक्यो गाइस केही छैन
हैन तर जाउँला नि बिस्तारै गाइस हैन जे हलुमान ज्ञान गर्नु सागर कति पेलाले यार च्याप्यो नगाडे खतरा यार यहाँ च्याप्यो यार गाइस खतरा च्याप्यो नि गाइस हैट के हो बाटो यहाँ खसेन के होला यार खतरम छ बाटो खतरम डेन्जर हेलो बेबी चलो मेरो बेबीलाई गाह्रो भयो साथ धेरै ल गाइस हामी पनि हाम्रो यो बेबीको नाम चेन्ज गर्नु पर्ला जस्तो है हजुरले सजेस्ट गरिदिनु होइन मेरो बेबीको नाम के हालौँ है हाम्रो यो बेबी भाइको नाम के हालौँ होइन हजुरले सजेस्ट गरिदिनु है गाइस कमेन्टमा होइन अनि राम्रो लागे म पनि मेरो बाइकको नाम होइन हजुरले भनेको हाल्ने छु यदि मलाई राम्रो लाग्यो है त गाइस अहिले चाहिँ मैले मेरो बाइकको नाम चाहिँ बेबी हालेको छु है त यहाँ निउरिनु पर्ने रहेछ निउरे केटा भएन ल गाइस निउरिसक्यो होइन तर बाटो चाहिँ खट्टाम रहेछ गाइस केही छैन तर ठगै पो लाग्यो यार काम गर्नुभन्दा यार बरु बाइक चलाउनु गाह्रो रहेछ यार बरु काम गर्नु बरु सजिलो छ जस्तो लाग्यो गाइस आई थिङ्क सो है तर केही छैन अहिले चाहिँ पिच आइसकेको छ है त्यो साह्रो कच्ची रोड रहेछ यहाँबाट चाहिँ हाइट अनि यदि हजुर यो ट्रेकिङ आउन चाहनुहुन्छ भने ट्रेकिङ आउँदा हुन्छ यही बाटो है हिँड्ने बाटो चाहिँ यही हो ठ्याक्क हाम्रो तलबाट चाहिँ हाम्रो यो त्यो हो नि लामो यो भर्याङ छ होइन भर्याङबाट आउने बिस्तारै हिँड्ने ट्रेकिङ आउने हो गाइज है यदि हजुर आउन चाहनुहुन्छ भने आउनुहोस् रमाइलो छ ठाउँ तर बाइक कहाँ चाहिँ माथि नगर्नु हुन्छ है नभए म जस्तै राइडर हुनु पऱ्यो होइन नभए एमआरपी दाइबाट इन्सपायर्ड हुनु पऱ्यो होइन आई एम अल्सो इन्सपायर्ड फ्रम एमआरपी दाइ है गाइज आया चाप्यो गेडा ए ए चाप्यो हुने यार चाप्यो ल गाइज नेगेटिभ नसोच्नु होला होइन यस्तै छ जिन्दगी भनेको होइन दुई दिनको जिन्दगी हाँस खेलमा बितिन्छ गाइज त्यही हो तर हामी तल पुग्न लागिसकेको छौँ है आजको हाम्रो अफ रोड राइड बब्बाल भयो गाइज बब्बाल तर के नबोस् गाइज है आनन्द तल पुगोस् जय शम्भो के हो यहाँ खाल्डो रहेछ भाइ खस्छ क्या डुबैजान हट 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 हे ओम नमः शिवाय हट गाइस सो फाइनल्ली हामी तल आइपुगिसकेको छौँ होइन हाम्रो अफ रोड राइड पनि आज कम्प्लिट भइसकेको छ अब चाहिँ हामी साथीहरू चाहिँ माथिबाट हिँड्दै आइरहेको छ दुईजना होइन अनि किनीहरूको बाइक चाहिँ यहीँ तल रहेछ है हामी अर्को राइडर है अब उहाँलाई हामी कुट्छौँ होइन त्यसपछि हामी फेरि भेट्छौँ गाइज होइन ठकै लाग्यो है गाइज अब एकैछिन भेट्छौँ यहाँ बसेर है धेरै गाह्रो भयो यार थ्याङ्क यू बेबी ल गाइज साथीहरू पनि आइसकेको छ होइन अनि चाहिँ हामी यहाँबाट आएको होइन अब चाहिँ हामी यहाँबाट तल झर्छौँ है यहाँबाट चाहिँ हामी सिधै गयो भने चाहिँ हामी गोदावरी पुग्छौँ है अघि मैले हजुरलाई भनेको थिएँ नि त यहाँ आउनु दुइटा बाटो छ भनेर होइन एउटा गोदावरीबाट होइन एउटा उता हाम्रो के गोदाम चोरबाट होइन त्यो गाइज अब चाहिँ हामी एउटा सिधै गोदावरीतर्फ जान्छौँ होइन गोदावरीमा जाउँ नि बिस्तारै गोदावरी नगएको पनि धेरै भइसकेको थियो है साथीहरू अगाडि गइसकेको छ है हामी पनि बिस्तारै जाउँ पछि होइन तर आजको राइड चाहिँ यार वाइल्ड रमाइलो भयो यार राइट बाटै खत्तम रहेछ गाइज तर केही छैन हजुरहरूलाई कस्तो लाग्यो मेरो राइड है गाइज कमेन्टमा भनिदिनु होइन मैले कसरी बाइक चलाएँ होइन राम्रो लागेको लागेन कमेन्टमा भनिदिनु तर बाटो चाहिँ लास्ट वाइल्ड गाह्रो रहेछ यार भिडियोमा हेर्नुभन्दा बरु आफैले यो बाटोमा हाँक्नुमा धेरै फरक छ गाइज भिडियोमा हेर्दा त सजिलो लाग्यो होला होइन तर रियलमा चाहिँ होइन धेरै फरक छ कि गाइज त्यही हो अरू त के भनौँ होइन गाइज हामी चाहिँ गोदावरी आइपुगिसकेको छौँ अनि यो चाहिँ हाम्रो संसद भवन है हाम्रो यो सरकारको भवन होइन अनि यसपछि अर्को चाहिँ भाग चाहिँ हाम्रो त्यो के अरे बानेश्वरमा छ है त्यो चाहिँ हाम्रो गोदावरीमा छ होइन संसद भवन अहिले भर्खर बनाएर कम्प्लिट भइसकेको छ है भएर के गर्नु हामी छिर्न पाउने होइन क्या अरे तपाईँ केही छैन गोदावरी घाउ क्या चिसो लाग्यो यार राइट
गोदावरी बनैमा राख मलाई मनैमा ट्याउ 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 केही छैन साथीभाइहरू यो चाहिँ हाम्रो ठ्याक्कै गोदावरीको बस स्टप होइन ओहो यार टिपुन रहेछ नि यार है ठ्याक्कै आएन यार होइट यहाँ हामी ठ्याक्क मेरो भिडियो प्ले गर्नुपर्ने क्या दामी हुन्छ यार तर के गर्नु मिल्दैन केही छैन अब चाहिँ हामी यहाँबाट सिधै माथि गयो भने चाहिँ हामी फुलचोकी डाँडा पुग्छौँ फुलचोकीको डाँडा मुनि गोदावरी भन गाइस त्यही हो है अनि यो चाहिँ हाम्रो ठ्याक्कै 9 धारा है यहाँभित्र छ होइन अब चाहिँ हामी हल्का माथि जान्छौँ होइन चियापान गर्छौँ होइन अनि त्यसपछि गाइस हामी फेरि नै भेट्नेछौँ है स्टे ट्युन गाइस ल साथीभाइहरू होइन चियापान पनि गऱ्यो गोदावरीमै आमा पनि चिसो लागिरहेछ होइन अब चाहिँ हामी यहाँबाट घरतर्फतिर लाग्छौँ है अनि आजको लागि चाहिँ भ्लग यति नै गर्नु पर्ला गाइज होइन नेक्स्ट भ्लगमा फेरि नै हामी भेट्ने नै छौँ चाँडो होइन सकेसम्म अनि हजुरहरूलाई भ्लग कस्तो लाग्यो कमेन्ट गरिदिनु है हल्का माया सपोर्ट पनि देखाइदिनु होइन अनि आजलाई यति भन्दै आज भ्लग यहीँ टुङ्गाइदिउँ होला गाइज है त्यही हो अब चाहिँ हामी घर जान्छौँ अनि आज भ्लग यहीँ सकिन्छ बाई बाई गाइज स्टे सेफ स्टे एट होम गाइज पिस